है त लेनोभो थिङ्कप्याडहरू एकदमै बवाल खतरा ल्यापटपहरू हामीसँग फेरि पनि रिस्टक भइसकेको छ। ल्यापटपको कुरा गर्नुहुन्छ भने यति स्लिम ल्यापटप आएको कि अहिलेसम्म कसैले नदेखेका खालका बवाल स्लिम ल्यापटप आएको छ। हामीसँग अहिले i5 6 जेनेरेसनदेखि i7 11 जेनेरेसनको ल्यापटपहरू बवाल छ। यो छ लेनोभो थिङ्कप्याडकै i5 6 जेनेरेसनमा 8GB ऱ्याम छ भने 500GB हार्ड डिस्क छ। बवाल ल्यापटप यो तपाईँहरूलाई मात्र 22,000मा आउँछ भने अर्को छ लेनोभो थिङ्कप्याडको X1 कार्बनमा i5 5th जेनेरेसन 8GB ऱ्याम 256 SSD यस्तो स्लिम लाइट वेट छ। बवाल छ ल्यापटप, ब्याकलाइट किबोर्ड फिङ्गरप्रिन्ट सब थोक आउँछ। यो तपाईँहरूलाई मात्र 8,256मा मात्रै ल तपाईँहरूलाई अब अफरै प्राइस मात्र 29,000मा आउँछ भने अर्को छ i7 प्रोसेसरमा त्यो पनि टच स्क्रिनमा अनि 16GB ऱ्याममा है त ल। i7 प्रोसेसर टच स्क्रिन 16GB ऱ्याम 256 SSD स्लिम लाइट वेटको कुरा गर्नुहुन्छ भने कुरै छोडिदिउँ यस्तो स्लिम लाइट वेट छ। यो पनि तपाईँहरूलाई मात्र 32,000मा आउँछ भने अर्को छ T470 यास मोडलमा लेनोभो थिङ्कप्याडकै एकदमै स्लिम लाइट वेट कुरै छोडिदिउँ 1 kg पनि छैन ल्यापटप i5 6 जेनेरेसन 8GB ऱ्याम 256 SSDमा यो पनि तपाईँहरूलाई मात्र अब 32,000मा आउँछ भने अर्को छ टच स्क्रिनमा टक्क टच गरेर चलाउन नि मिल्ने 13 इन्चको स्क्रिन एकदमै स्लिम ल्यापटप भवाल ल्यापटप ब्याकलाइट किबोर्ड सब थोक छ। यो पनि i5 8 जेनेरेसन 8,256मा तपाईँहरूलाई मात्रै ल यो मात्रै अब तपाईँहरूलाई 38,000मा है त। अनि त्यसै गरी अर्को बवाल ल्यापटप छ है त X1 कार्बन i7 8 जेनेरेसन 8GB ऱ्याम 256 SSD ब्याकलाइट किबोर्ड पनि छ फिङ्गरप्रिन्ट पनि छ। स्लिमको कुरा गर्नुहुन्छ भने यति स्लिम छ यो ल्यापटप। लाइट वेट पनि जम्मा तपाईँको 600-700 ग्राम मात्र होला यो ल्यापटप। त्यस्तो पातलो हुन्छ, ब्लेड जस्तै पातलो हुन्छ यो ल्यापटप। यो तपाईँहरूलाई i7 8 जेनेरेसन मात्र अब मात्रै तपाईँहरूलाई 48,000मै आयो त ल। 48,000मा भवाल ल्यापटप छ। त्यसै गरी सेम ल्यापटप 16GB ऱ्याम 512GB SSDमा लिनुहुन्छ भने i7 8 जेनेरेसन 16,512 ब्याकलाइट किबोर्ड फिङ्गरप्रिन्ट सब थोक भएको भवाल ल्यापटप X1 कार्बन यति हलुका छ कि 500 ग्रामको ल्यापटप। यो तपाईँहरूलाई मात्र 53,000मा आइसकेको छ भने अर्को छ 360 टच स्क्रिनमा L13 योगा भन्ने भवाल ल्यापटप 360 यसमा पेन पनि आउँछ तपाईँहरूलाई पेन हालेर चलाउन पनि मिल्यो भवाल ल्यापटप तपाईँहरूलाई मात्र 55,000मा आइसकेको छ भने हाम्रो अल ओभर नेपाल क्यास अन डेलिभरी पनि हुन्छ। मजाले तपाईँहरूले पसलमै आएर हेरेर लिन सक्नुहुन्छ या मजाले क्यास अन डेलिभरीको लागि अर्डर गर्न सक्नुहुन्छ। अर्डरको लागि हल्का एडभान्स हाल्नुपर्ने हुन्छ तपाईँहरूले। त्यसपछि अल ओभर नेपाल क्यास अन डेलिभरी हुन्छ र पसलमै आएर मजाले हेर्न नि मिल्यो। काठमाडौँ ट्राभल स्तूप है त अब ल।